खबर लाग्यो। अब हामी म चाहिँ निस्किन गइरहेको छु। अब आजको यात्रा चाहिँ सुकौरादेखि दमकसम्म हुन्छ। आज हाम्रो यात्रा चाहिँ भलिबलको लागि चाहिँ 20 गतेदेखि चाहिँ हाम्रो 16 वर्ष मुनिको नानीहरूको भलिबल छ। त्यसकारणले गर्दाखेरि हामीले सम्पूर्ण कुरा तयार गरेर यहाँ जग्गा भइहाल्यो। यहाँ भलिबलहरू छ सबै कुरा। हामी यहाँ जर्सीहरू छ। अब हामी गइरहेछौँ। यसको यात्रा हुन्छ त्रियुगा ट्राभल सुकौराको भाले गाडी यात्रा हुन्छ। हाम्रो खेलाडीले सबै यस्ता छन्। भरे कस्तो भएर पुग्ने हो हेर्न बाँकी छ। हेर्न बाँकी कहाँ हाम्रो सोनु खोइ यता आउँदै हुनुहुन्छ। माइमा भरे कस्तो निर्णयको हालत। पछाडिको सिटमा चाहिँ टोलियल छ। हो यहाँ चाहिँ खाजा खाएर बसेको गाई उनीहरू खाँदैछ तिनीहरू। अनि हाम्रो बस चाहिँ यहाँ रोकिरहेको छ। हामी चाहिँ खाएर यसरी बनाउने के सर यसरी अठाएर खाइसक्यौँ। फेरि टोलीहरू हामी गाडीमा नास्ता खाँदैछौँ। 7:50 चाहिँ हाम्रो यहाँदेखि फेरि यात्रा हुन्छ। हो क्रिस्चियनलाई सर्कल जस्तो छ। यसपछि हामी 7:50 हिँडेपछि हामी नन स्टप दमक यात्रा हुन्छ। ठिक छ ल। अब यात्रा चाहिँ हाम्रो लगातार हुन्छ। अब 7-8 घन्टा हुन्छ होला लगभग। यतापट्टि चाहिँ पुरै खाली भाँडा खाली बनाइसकेको अवस्था छ। अब हामी चाहिँ एकैचोटि बाटोमा हामी त्यति धेरै अब खाना खाने बेलामा भेट्छौँ। त्यसपछि एकैचोटि फाइनल अन्त्यमा अन्त चाहिँ केही खाएन। अन्त केही खानु पर्थ्यो होइन। त्यही पनि अहिले मर्निङ वाकले पुरा पातलो भइसक्यो भने धेरै घटिसक्यो। यहाँ थुक्पा खाने कार्यक्रममा लाग्यो। अरू चाहिँ सब शौचालय जानुभएको छ। नानीहरू चाहिँ कतिखेर आउँछ थाहा छैन। शौचालयबाट आएपछि पनि देखाउँ हामी। हेल्दी त होइन अब के गर्ने यस्तै छ। हाम्रो पाइने भनेको फेमसै हो नि त माइमा। खानाको पर्खाइमा छ है गाई छ। हामी चाहिँ टन्ट खाएर बसेको होइन। अनि हामी चाहिँ खाएर बसेको। अनि आज चाहिँ मलाई बमिट पनि भएन केही भएन ढुक्क भयो। सो गाइज हामी चाहिँ कोसी आइपुग्यौँ। कोसीको छेउछाउ आइपुग्यौँ। यता पछाडि उता सर सुविधा भारी लाग्छ। सक्दा नि बिदेश हेरेर कुन चाहिँ त्यो ठाउँमा उता थाकेर बसेर क्रिस्टिना दिदी बस्ने ठाउँ आइपुग्यौँ। मेरो मारवाडी सेवा सदन सबै थाकेर चाहिँ
बिदाउँछै छ यहाँनिर। भोक लागिसक्यो। भोक लागिसक्यो। अब खाना खाने भनेको यहाँ अब कोठामा सामानहरू राखेर मेरो हालत कस्तो छ थाहै छैन। कस्तो देखेको छु म होइन, हालत खत्तम छ होइन। हामी चाहिँ गाडीले लगाए चाचाहरू नदिने मुरुम देखेर अब हामी बसेर रुम देखाइदिन्छु। यहाँ यो हाम्रो त्यो हो, हाम्रो यो रुम हो। हामी त यो रुम हो। सबैलाई नमस्ते। अब हाम्रो उता देखाउँछु सरको कोठा यता हो। नास्ता के छ त्यही खाने। क्यामेरा कसरी ब्याक गर्छ? त्यसो ब्याग नहुँदो रहेछ क्या। हेलो गाइस, हामी चाहिँ उसले बन्द गरेछ त नि। 2:45 बजे चाहिँ हाम्रो यस्तो छ यो। के गर्नु, खाना खान पाइएन आज। खाना मुस्किल भयो, खाना नपाएर नानीहरूसँग कोठा व्यवस्थापन गर्दा। सोनुले लजाइ खाइरहेछ। कोही चाउमिन खुवाइछ, कोही मोमो खुवाइछ। यस्तो छ है हाम्रो चाहिँ भाइ। यस्तो छ भाइ। अन्त खाएर देखाइदेऊ झापाको पानीपुरी कस्तो रहेछ। त्यसमा सर खानु कस्तो रहेछ? कस्तो रहेछ सर? म पनि ट्राई गर्दैछु गाइस। मेरो चाहिँ अन्डा दिएछ होला त्यतिको गरेर। मैले मारेन 2 घन्टाको हुन्छ होला। फेरि आइसक्रिम खान आएको। भन्दा माथि बदाम शेक 70। कस्तो रहेछ सर? गुलियो मिठो नि, एकदमै मिठो। सिनेरी गेम नभइहाल्छ होला। गेम नभए चाहिँ अब भोलिदेखि छटपट हुन थाल्छ कस्तो खेल्नु। मिठो रहेछ है आइसक्रिम। मेडिकल खोज्दै यो खाँदै हामी चाहिँ घाँटी दुःख भन्दै यो खाँदै, औषधि ल्याइदिनु भन्दै यो खाँदै। हामी प्र्याक्टिस गर्न आएको। सर्भिस कोडमा हान्ने। राम्रो गर ल।
हामीलाई चाहिँ कसैले चोरले लक भन्दा पनि लाँदैन गाई चरी यस्तो चाबी बाई चाबी छ यहाँ एउटा चाबी वहाँ एउटा चाबी यहाँ एउटा चाबी फेरि उता अर्को ढोका सेफ्टी बाई सेफ्टी यो पढ्नुमा आउँदैन अरे सरको यो घरमा पाइला अनि सो गाइस तपाईहरुलाई चाहिँ यहाँ कसैलाई बिहे गर्नु मन छ भने चाहिँ यहाँ आउनु होला एकदम राम्रो छ यहाँ ठाउँ एकदम दामी छ है यहाँ चाहिँ बिहे गर्ने खालको ठाउँ छ यहाँ चाहिँ कसैलाई बिहे गर्नु सोनुलाई बिहे गर्नु मन छ अरे यहाँ चाहिँ बिहे गर्ने भयो यो ठाउँमा आउनुहोस् होला यहाँ राजा रानी बस्छ क्या खतरा तिमी बिहे गर्ने भयो यहाँ आऊ साथीहरु सबै बिहे गर्ने अब यहाँ आउनु है अनि भलिबल खेल्नु मन छ भने नुहाउनु त अघि बाटोमा चाहिँ नुहाउने भनेको अहिले त फेरि कस्तो लाग्यो अब भोलि बिहानै उठेर नुहाउने अब यति भन्ने म यही भ्लग इन्ड गर्छु बाई बाई गाइजहरु